Please like and subscribe पनि गरिदिनु होला। अमेरिकाबाट डिपोर्ट अर्थात निष्कासित गरिएका थप 37 जना नेपालीहरू गैराती काठमाडौँ आइपुगेका छन्। अमेरिकाले चार्टर विमान मार्फत उनीहरूलाई काठमाडौँ फर्काइदिएको हो। यो विमानमा अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई समेत फिर्ता पठाएको थियो। अमेरिकी कानून उल्लंघन गरेको आरोपमा अमेरिकाबाट डिपोर्ट अर्थात देश निकालामा परेका 32 जना पुरूष र 5 जना नेपाली महिला गैराती काठमाडौँ आइपुगेको हो। उनीहरू मध्ये कतिपयले बोरामा कपडा जस्तो देखिने केही सामानहरू बोकेर फर्किएका छन् भने कतिपय रितो हात फर्किएका छन्। ट्रम्पले दोस्रो कार्यकाल सम्हाले यता 177 जना नेपाली निष्कासनमा परेका छन्। आइतबारसम्म 177 नेपाली निष्कासनमा परेको वरिष्ठ अध्यागमन अधिकृत एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन नेउपानेले बताएका छन्। गैराती मात्रै पछिल्लो पटक डिपोर्ट गरिएका 32 पुरूष र 5 नेपाली महिला गरी 37 जना नेपाली गैराती नेपाल फर्किएको हो। उनीहरूलाई हत्कडी र खुट्टामा सांग्ला बाँधिएको थियो कि थिएन भन्ने कुरा खुलेको छैन। उनले भने हाम्रो इमिग्रेसनमा अर्थात नेपाल आउँदा उनीहरू सामान्य थिए, विमानभित्र के भयो त्यो हामीलाई थाहा हुने कुरा भएन। उनले भने सार्वजनिक केही भिडियोहरूमा भने हत्कडी लगाएको र खुट्टामा सांग्लाले बाँधेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरूमाथि कडाई गर्दै आएको छ। भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएका गैर आप्रवासीहरूलाई यति बेला अमेरिकाले धमाधम पक्राउ गरेर उनीहरूकै देश फर्काउने गरेको छ। अमेरिकाले कतिपय देशका नागरिकहरूलाई हत्कडी र नेल लगाएर फर्काएका समाचार र भिडियोहरू सार्वजनिक भइरहेका छन्। राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि ट्रम्पले सन् 2025 को जनवरी 20 देखि मे महिनाको अवधिमा 140 जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो। अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या निकै बढ्दो क्रममा रहेको छ। जनवरीमा मात्रै 6 जना, फेब्रुअरीमा 20 जना, मार्चमा 30 जना, अप्रिलमा 26 जना र मे महिनामा 58 जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको तथ्याङ्क छ। डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम अर्थात करोडौं रुपियाँ बुझाएर अमेरिका प्रवेश गर्नेहरू धेरै रहेको स्रोतले जनाएको छ। घटीमा पनि 50 लाख अमेरिका बुझाएर अमेरिका गएको तथ्य फेला परेको छ। 80-50 लाखदेखि माथि 60, 70, 90, 1 करोड भन्दा बढी नै